नमस्ते सम्पूर्ण साथीहरुमा म अहिले अर्मलाकोट यो पोखरा कास्की 16 वडा नम्बरमा पर्दो रहेछ। म त्यहाँ आइपुगेको छु। यो ठाउँ एकदमै सुन्दर रहेछ, हेर्नुस् न। पुरा डाँडा काँडा अनि हाइटमा म छु अहिले, जहाँबाट चाहिँ पोखरा सिटीहरु पनि देखिन्छ। यता हिमाल पनि देखिरहेको छु मैले। तर अहिले चाहिँ वेदर चाहिँ अलि बिग्रिसकेको छ। अब हिजो पनि दिउँसो एकदमै पानी परेको थियो, अहिले पनि मौसम चाहिँ पानी पर्ला जस्तो भइरहेको छ। त्यसैले म तपाईलाई माउन्टेन चाहिँ देखाउन सकेन। तर पोखरा सिटी चाहिँ यो साइडमा छ है, यो साइडमा छ। पोखरा सिटी यो साइडमा छ। एकदमै मजाको ठाउँ रहेछ। नेपाल साँच्चैकै सुन्दर देश है, किनकि खोला नाला, हिमाल पर्वत, डाँडा काँडा सबै भएको देश हाम्रो नेपाल। हेर्नुस् त कति सुन्दर छन्। अनि यहाँ गाईगोठहरू, बाख्रा छन्। तपाई पनि केही बोल्दिनु न हाम्रो फेसबुकमा। नमस्कार। हाम्रो गाउँ ठिकै छ। अब हामीलाई त ठिकै लाग्छ, उहाँहरूलाई चाहिँ राम्रो लाग्यो रे। यो ठाउँको नाम के? अनि ठाउँको नाम अर्मला, अर्मलाकोट। के कास्की 16 के भनेको थियो मैले? त्यो अलिकति बिर्सेँ। पोखरा 16, पोखरा 16 हो। कास्की नै भन्छ। त्यो ल, तपाईँले यहीबाट के सन्देशहरू पर्ने छ भने भनिदिनुहोस्। हजुर, आफ्नो कोही छोरा विदेश भन्नुभएको थियो है तपाईँले? मेरो छोरा विदेश छन्। उहाँलाई चाहिँ, मेरो बाबुलाई चाहिँ एकदमै, मेरो बाबुलाई मात्रै नै विदेश हुने सबजना होइन। अहिले अब यस्तो सङ्कटकाल यस्तो छ, उहाँहरू सबैलाई मेरो तर्फबाट एकदमै भगवान्ले एकदमै रक्षिस राख्नुहुने। मेरो बाबुलाई मात्रै नै कि संसारको सबैलाई होइन, एकदमै यहाँबाट भगवान्को आशीर्वाद लागोस् होइन। भगवान्ले रक्षिस गर्नु। तपाईँको आफ्नो शुभ नाम पनि भनिदिनु न। मेरो शुभ नाम चाहिँ सावित्री नेपाली। सावित्री नेपाली। ल हस् त, अहिले भन्नु न। अब हामी नेपालीहरूको एउटा विडम्बना नै छ, नेपालमा बसौँ कामहरू नपाउने है। अब बाहिर जाउँ घरहरू सुन्ने छन्, उहाँ पनि अब एक्लै जस्तो नै हुनुहुन्छ। यहाँ सबै चिज गाह्रै छ। अब नेपालमा कसलाई आफ्नो ठाउँ छोडेर जान मन लाग्छ र होइन। तर पनि अब नेपालको एउटा व्यवस्था भनौँ न, अब व्यवस्था फेरि विदेशमा पनि कहिले के घटनाहरू घटिरहेका हुन्छन्। यस्तै छ। तर के गर्नु, जहाँ पनि हामीले आफ्नो सङ्घर्ष मेहनत त गर्नै पर्छ। यही भन्दै चाहिँ म यो पोखरा अमरकोटमा पनि तपाईँहरूमा चाहिँ यदि फुर्सद छ भने चाहिँ एकचोटि घुम्न आउनुहोस् चाहिँ भन्न चाहन्छु। यहाँ होमस्टेहरू एकदम राम्रो छन्, अनि भ्यूहरू हेर्न एकान्त ठाउँहरू छन्। साह्रै राम्रो ठाउँ लाग्यो मलाई। हस्, धन्यवाद।